झापा हो यो दाजु, यो झापा हो। आज चाहिँ हामी गणेश मिट काठमाडौँ जाँदैछौँ, मुटुक्स क्लब। अहिले चाहिँ हामी काँकारे भित्र आइपुग्यौँ। यहाँनिर भान्सार बनाउनु निकै टाइम लाग्दो रहेछ हो। अन्त यहाँ पनि फेरि चेक गर्दैछ। अब चाहिँ सकेको होला। लेट्स गो। बिहान 6 बजी हिँडेको गेजिङबाट, अहिले 12:30 भयो हो। छिटो आइपुग्यो। एनआरएम राइडर्स मिट नेपाल काठमाडौँमा चाहिँ हुँदो रहेछ यसपालि। अन्त त्यहाँ चाहिँ निमसकेल र म चाहिँ मुटुक्स राइडर्स क्लब गेजिङबाट गएको। सबै आज्ञाहरू हुनुहुँदो रहेछ, सिनियर आज्ञाहरू सबै सरहरू मात्रै हुनुहुँदो रहेछ। अन्त हामी दुईजना चाहिँ मुटुक्सबाट गएको, वीरेनले जाउँ भनेर हो। चिन्ने चाहिँ अब वीरेन मात्रै छ, अन्त अरू सब आज्ञा सरहरू छ रहेछ। हामी 9 जना छौँ जम्मा। सब हिमालयन 5वटा, क्लासिक 3टा होला, एउटा केटिएम 390, 9वटा बाइक। कहाँ लगेको फेरि? यातायात रोड पर्मिट काट्नु पर्दो रहेछ है। रोड पर्मिट बनाउनु पर्छ भन्दै थियो ओके दाजुले। यता आएको हुँदैन नि, हामी चढेमा यता आएछ। आज चाहिँ हामी बस्नुपर्ने चाहिँ कहाँ पो भन्यो, सिन्धुली बस्नुपर्ने अरे हो। भोक जस्तो लाग्यो। यातायात स्वास्थ्य कार्यालय, रोड पर्मिट। कुदे अहिले चाहिँ हेमन्त सर निकै छोडिरहेको छ। अहिले चाहिँ हामीलाई निकै भन्दा पनि 1 किलोमिटर जस्तो होला। चेप्पी कुदिँदो रहेछ नि, खेताखेत चल्दैछ नि अहिले त। बाटो छ त्यस्तै केटाको। पछाडिदेखि पुलिसले खेदे यस्तो खेताखेत चल्दैछ अहिले चाहिँ। यो चाहिँ हामी काँकारे भित्रदेखि यता पर्मिटहरू सबै बनाएर यो रोड चाहिँ यहाँदेखि 15 किलोमिटर कति भन्दै थियो झापा। जग्गा चाहिँ यस्तो रहेछ नि, भर्खर बनाउँदो रहेछ नि त, रोड ठुलो बनाउँदो रहेछ। झापासम्म चाहिँ पुरा धुलो छ भन्दै थियो यहाँको मान्छेले। यस्तो रहेछ कटक्क गिटिक। पानी छर्दै हिँड्दो रहेछ नि त, धुलो मारेको रहेछ। त्यहाँ त अप्ठ्यारो रहेछ नि हौ। यताबाट आएको हुँदैछ नि। अब चाहिँ निकै दन्काइ हुँदैछ है, चिल्लो भेडा चाहिँ निकै दन्काइ हुँदैछ अहिले चाहिँ। भोक लाग्यो, धुलो आयो, तर मजा आइरहेछ। ग्रुप राइड गर्नु एकदमै मजा आइरहेछ। लगभग हामी झापा पुग्यौँ जस्तो लाग्यो। बिर्तामोर आइपुग्यो होला जस्तो लाग्यो। के हो पनि याद छैन अब मलाई। 15 किलोमिटर जस्तो लाग्यो। बिर्तामोरै होला।
झापा हो यो दाजु यो झापा हो झापा रहेछ झापा यो झापा पनि भन्छ यसलाई बिर्तामोड ए उता गयो कता हो यता रहेछ नि झन्डै उता गएपछि झन्डै बाटो बिर्सेछ नि ए यहाँ थिएछ म त ए ओ बाटो भुलेको अवस्था बाटो भुलेको अवस्था बाटो भुलेको होइन कि भात खाने अवस्था होला हौ यहाँ जग्गा जग्गा त धुलोले झन् मारे नि दामी बनाउँदैछ तर अलिक बादमा चाहिँ झापा आइपुगेको अवस्था यस्तो गरम भयो क्या आम्मा हुन्छ झापा बिर्तामोड अब यहाँ चाहिँ एपेक्स लगाएर जानु पऱ्यो भोक लाग्यो यहाँ भात खानुपर्ने अरे त्यहाँदेखि सिन्धुली आज चाहिँ हाम्रो सिन्धुलीमा हुन्छ ओ खाना खानु होला नि जाउँ